सम्पूर्ण साथी मित्रहरुमा नमस्कार। फेरि शिक्षा सेवा आयोगले निम्न माध्यमिक तहको अध्यापन अनुमति पत्रको विज्ञापन गरिसकेको छ। त्यो भनेको 2082 6 को महिना 12 गते आइतबारको दिन गरेको हो हैन। अब यो टिचिङ लाइसेन्स निमावी टिचिङ लाइसेन्स हामी किन लिने हैन, यसको अनलाइन फर्म कसरी भर्ने हैन, दरखास्त दिने अन्तिम मिति कहिलेसम्म छ, दरखास्त दिने दस्तुर कति छ हैन, परीक्षा किसिम कस्तो हुनेवाला छ, अर्को कुरा भनेको यो अनलाइन फर्म कसरी भर्ने हैन, यी सम्पूर्ण डिटेल्सहरु हामी यो भिडियोमा भन्नेवाला छौं। तपाई भिडियो लास्टसम्म हेर्नु होला। हस् अगाडि म भिडियोतर्फ लागौ है। यो भनेको शिक्षा आयोगले निम्न माध्यमिक तहको विज्ञापन लाइसेन्सको विज्ञापन गरेको छ आज। यो भनेको एक नम्बर विज्ञापन नम्बर भनेको यो 44 2082-83 को विज्ञापन नम्बर 44 रहेको छ। यो भनेको परीक्षाको किसिम भनेको हाम्रो लिखित हुन्छ एमसीक्यू क्वेशन्स हैन। तपाईको दरखास्त दिने दस्तुर भनेको 700 छ हैन। अर्को कुरा हामी गरौँ न, त्यो निमावी टिचिङ लाइसेन्स किन लिने त? यो लिने फाइदाहरु हैन, हामी किन लिने? यो हामी किन लिने भने कुरा गर्दाखेरि हामीले शिक्षा सेवा आयोगले खोलेको निमावी टिचिङ अर्थात् थाई टिचर हुनको लागि, त्यसमा भ्याकेन्सी गर्दाखेरि फर्म भर्नको लागि, अर्का करा टिचर जस्तै सरकारी स्कुलहरुमा करा टिचरको रूपमा नियुक्ति हुनको लागि, अर्को कुरा गर्दाखेरि प्राविको भ्याकेन्सी खोल्दाखेरि त्यसमा फर्म भर्नको लागि, यी सम्पूर्ण कुराहरुको लागि हैन हामीले टिचिङ लाइसेन्स लिन जरुरी छ। त्यसैले हामी यो टिचिङ लाइसेन्स लिनुपर्ने आवश्यकता देखिन्छ है साथीहरु। यो भनेको अब यतातिर लागौ हामी। दरखास्त दस्तुर भनेको 700 छ। अर्को अब दरखास्त दिने अन्तिम मिति भनेको तपाईको 2082 कार्तिक 10 गतेसम्म रहेको छ भने दोबर दस्तुर तिरी दरखास्त दिने अन्तिम मिति भनेको कार्तिक तपाईको 17 गतेसम्म रहेको छ। यसमा दोबर दस्तुर तिर्दाखेरि यो 700 को ठाउँमा तपाईले 1400 रुपैयाँ तिर्नु पर्ने हुन्छ है। यसरी बुझ्नु पर्ने हुन्छ हामीले। अर्को कुरा उम्मेदवारको उमेरको हद हैन। तपाईको उमेरको हद भनेको उम्मेदवार जुन व्यक्तिले फर्म भर्छ त्यो व्यक्तिको अन्तिम हैन, अन्तिम दरखास्त दिने अन्तिम मितिसम्म 18 वर्ष पूरा भएको हुनुपर्छ हैन। त्यसको 18 वर्ष जबसम्म पूरा हुँदैन तबसम्म फर्म भर्न मिल्दैन। अब फर्म भर्न मिल्दैन त्यो कुरा भयो। अब फर्म कसरी भर्ने त? अनलाइन फर्म कसरी भर्ने हैन? यो फर्म भर्नको लागि यो वेबसाइटमा है, यो वेबसाइटमा गएर हामी फर्म भर्न सक्छौं। कुनै पनि क्रोम या गुगलमा यो कुनै पनि ब्राउजरमा गएर लाइसेन्स tsc.gov.np गरेर सर्च गर्दाखेरि वेबसाइट आउँछ अनि टीएससी को पेज खुल्छ। त्यसबाट हामी मज्जाले अनलाइन फर्म भर्न सकिन्छ। यदि फर्म भर्न गाह्रो भइरहेछ भने हामीले कन्ट्याक्ट गर्नु होला। हाम्रो कन्ट्याक्ट नम्बर छ 97 48 38 अनि 32 28 मा व्हाट्सएपमा कन्ट्याक्ट गर्नु होला। हामी तपाईको फर्म भर्दिने छौं है। अर्को कुरा अब यो भनेको परीक्षा कहिले सञ्चालन हुन्छ? परीक्षा 8 को महिना 20 गते सञ्चालन हुन्छ। 2082 8 को महिना 20 गते भनेको दिउँसो 1 बजे परीक्षा सञ्चालन हुने कुरा छ हैन। अब परीक्षा सञ्चालन हुन्छ, परीक्षा केन्द्र कहाँ रहन्छ भन्ने कुराहरु हैन। प्रदेश राजधानी रहेको जिल्ला, यसको अर्थ के हो भने अब प्रदेशको राजधानी रहेको जिल्ला अर्थात् मध्य प्रदेशको राजधानी जनकपुर छ। अब जनकपुरमा हैन, हाम्रो जनकपुरमा यो भनेको धनुषा हो हैन। धनुषा जिल्ला जनकपुर ठाउँमा रहेको छ भने धनुषा जिल्लामा तपाईको परीक्षा केन्द्र हुन सक्छ। अर्को आयोगले
आवश्यकता अनुसार तोकेको अन्य जिल्लाहरू पनि हुन सक्छ। अब प्रदेश नम्बर 2 को हैन, प्रदेश नम्बर 2 को कुनै पनि जिल्लामा तोक्न सक्छ है, कुनै पनि जिल्लामा तोक्न सक्छ शिक्षा सेवा आयोगले परीक्षा केन्द्र, त्यो पनि कुरा गरेको छ। अर्को भनेको दरखास्त दिने विधि हैन, अब कसरी हामी पैसा कसरी तिर्ने, अब दरखास्त दस्तुर त तिर्नुपर्ने हुन्छ। हामी तपाईँ फर्म भरेर भाउचर निकाले ब्याङ्कमा पनि बुझाउन सकिन्छ र अनलाइनबाट पनि ई सेवाबाट पनि हामी मजाले अनलाइनबाट पनि भुक्तानी गर्न सकिन्छ। ई सेवा, खल्ती हैन, आइएमई पे, विभिन्न यहाँ साधनहरू दिएको छ, त्यहाँबाट मजाले अनलाइन पेमेन्ट हामी गर्न सक्छौँ। त्यसै दरखास्त दस्तुर बुझाउने अवधि भनेको त्यही हो, अन्तिम मितिसम्म बुझाइसकेको हुनुपर्ने हुन्छ। जसरी हामी 10 गतेसम्म छ नि अन्तिम मिति, त 10 गतेसम्म राति 10 गतेको राति 12 बजेसम्म हामी मजाले पैसा बुझाइसकेको हुनुपर्ने हुन्छ हैन। दस्तुर पनि 17 गतेको राति 12 बजेसम्म पैसा बुझाइसक्नु परेको हुनुपर्छ कि यो कुरा भनेको हो। अर्को भनेको अब लाइसेन्स फर्म भर्दाखेरि हामीले के डकुमेन्टहरू चाहिन्छ, जस्तै नेपाली नागरिक हुनुपर्ने हुन्छ, आवश्यक न्यूनतम योग्यताहरू हामीले के चाहियो हैन। तपाईको नेपाली नागरिक हुनुपर्ने भइगयो, नेपाली नागरिक हुनुपर्छ। अर्को कुरा शीर्ष आयोगको नियमावली संशोधन सहित 2057 को नियम 6 घ को उपनियम 1 बमोजिम अयोग्य नभएको हुनुपर्दछ, ठीक छ। अर्को यो भनेको अब यसमा के दिएको छ भने तपाई +2 पास गरेको हुनुपर्छ, कुनै पनि विषयबाट +2 पास गर्नुभएछ र शिक्षा विषयमा यहाँ हेर्नु होला, शिक्षा विषयमा कम्तीमा 10 महिने शिक्षा विषयमा कम्तीमा 10 महिने तालिम लिएको हुनुपर्छ। कुनै पनि संकायबाट +2 पास गर्नुभएछ र शिक्षा विषयमा कम्तीमा 10 महिने तालिम लिनु भएछ भने तपाई लाइसेन्स फर्म भर्न मिल्छ। अर्को तपाई +2 मा हैन, +2 मा एजुकेसन फ्याकल्टीबाट +2 गर्नु भएको छ भने लाइसेन्स फर्म भर्न मिल्छ। दुईवटा कुरा छ यहाँ, मजाले यो कुरा दुईवटा बुझौ। अर्को यो फर्म भर्दाखेरि अपलोड गर्नुपर्ने कागजातहरू, जस्तै नागरिकताको प्रमाणपत्र भइगयो, हातले खिचेको फोटो हुन्छ। अर्को भनेको साइन गरेर भिडियो बनाएर अपलोड गर्नुपर्ने हुन्छ भनेको, मार्कसिट अपलोड गर्नुपर्ने हुन्छ 12 को। अर्को यता तपाईको यदि तालिमको प्रमाणपत्र कुनै तालिम लिनु भएछ भने 10 महिना तालिम लिनु भएछ भने त्यो तालिमको प्रमाणपत्र अपलोड गर्नुपर्ने हुन्छ। त्यसपछि सीसी क्यारेक्टर सर्टिफिकेट अपलोड गर्नुपर्ने हुन्छ। ती सबै केमा पीएनजी फर्मेटमा या पीईजी फर्मेटमा तपाईहरु अपलोड गर्नुपर्ने हुन्छ। त्यो पनि कम से कम 75 केबी हुनु पर्यो अनि बढीमा 200 केबी हुनु पर्यो हैन। यी सम्पूर्ण कुराहरु मध्यनजर गर्दै तपाई मजाले फर्म भर्नु होला। यदि फर्म भर्न गाह्रो भयो भने हामीलाई कमेन्ट गर्नु होला। हामी फर्म कसरी भर्ने त्यसको पनि एउटा बेग्लै भिडियो बनाएर अपलोड गरिदिने छौ। त्यहाँबाट हेरेर तपाईहरु मजाले फर्म भर्न सक्नुहुन्छ। नत्र त्यति गाह्रो हुन्छ भने हामीलाई कन्ट्याक्ट गर्नु होला 97483832 अनि 28 मा व्हाट्सएपमा कन्ट्याक्ट गर्नु होला। हामी तपाईको फर्म भरिदिने छौ। हस्, धन्यवाद। आजको लागि यतिकै।